कक्षा 10 को भाइ बहिनीहरु जसले खाता लगाइसकेको भाइ बहिनीहरु एकछिन बसिदिनु फेरि आफ्नो ठाउँमा 10 को गुड मर्निङ साथीहरु नमस्ते वेलकम ब्याक टु माई सन्चु ब्लग आयो हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु अनि फेरि पनि स्वागत छ हजुरहरुलाई फेरि आजको मेरो नयाँ भिडियोमा आयो हजुरहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा आज फेरि हो नयाँ भिडियोको सुरुवात भइसक्यो अनि अहिले चाहिँ हजुरहरु देख्नुहुन्छ अहिले चाहिँ भर्खरै 6 बजेको छ त हामी चाहिँ अहिले चाहिँ स्कुल जान लागेको आज चाहिँ हाम्रो बिदाई पनि छ हैन स्कुलबाट चाहिँ अनि हामी चाहिँ अहिले सबैजना रेडी भएर चाहिँ बहिनीहरु पनि आइसक्यो अनि बहिनी एउटा बहिनी चाहिँ त्यहाँ देख्नुहुन्छ अनि एउटा बहिनी त्यहाँनिर अनि हाम्रो चाहिँ यहाँनिर साइकलहरु यहाँनिर देख्न सक्नुहुनेछ अनि अहिले चाहिँ एकजना साथी चाहिँ आएको छैन साथीलाई चाहिँ एकदम पर्खिरहेको छु अनि भर्खरै चाहिँ पर्खिँदा यतिखेर पनि आएको छैन साथी चाहिँ अनि अहिले चाहिँ बहिनी वहाँनिर साथीलाई बोलाउन गएको छ है अनि अब चाहिँ एकछिनपछि अब हामी साथीलाई चाहिँ वेट गर्नुपर्ने हुन्छ आज चाहिँ हाम्रो बिदाई पनि छ अनि त्यसो होलीहरुको पनि अब अलिअलि के गर्छ होला अनि त्यसपछि अब हामी एकैचोटि आजको के कस्तो हुन्छ अनि त्यसपछि हजुरहरुलाई देखाउने नै छु अब सरहरुले त मोबाइल नल्याउनु भन्नुभएको थियो तर त्यही पनि मोबाइल चाहिँ लुकाएर लान लागेको छ साथीहरु हामी चाहिँ ब्यागमा के कस्तो हुन्छ ब्लग चाहिँ गर्नु पाउँदैन हेर्दै गर्नुलाई अब हामी एकछिन अब साथीलाई वेट गर्नुपर्ने हुन्छ अब साथी आएपछि हजुरसँग भेट्ने थियो साथीहरु अब बहिनी चाहिँ बोलाएर आइसक्यो अब साथी चाहिँ अब आउनु लागेको छ अरे साथी आइसक्यो आयो भनिदिउँ न त आज चाहिँ हामी बिहान पढ्न जान लागेको छ है अनि हाम्रो साथी चाहिँ आइसक्यो त्यसपछि अब चाहिँ हामी यहाँबाट अब निक्लिनु पर्ने हुन्छ हाम्रो चाहिँ 6:30 बजेतिर हाम्रो चाहिँ घन्टी लाग्छ अनि अहिले चाहिँ 6 बजे त्यस्तै 2-3 मिनटहरु गइसक्यो अब हामी चाहिँ अब यहाँबाट चाहिँ निक्लिनु लागेको हामी चाहिँ चारजना जति जानुपर्ने हुन्छ बहिनीलाई चाहिँ बिरामी भएको र साथीहरु मलाई अलिअलि रुगाहरू लागिरहेको छ त्यही भएर स्वर कस्तो आइरहेको छ है अनि आँखाहरू पनि देख्न सक्नुहुन्छ कस्तो फुलिरहेको अनि अब चाहिँ हामी अब निक्लिनुपर्ने हुन्छ साथीहरु अब एकैचोटि अब हजुरहरुलाई उतै स्कुलको अब उतै पुगेपछि स्कुलको नजारा देखाउँछु अब के कस्तो हुन्छ हाम्रो साथीले पनि अब मोबाइल बोकेको रहेछ है के कस्तो हुन्छ र साथीहरु अब उतैतिर पुगेपछि हजुरहरुसँग भेटौँ न अब बाटोमा त अब भिडियो पनि गर्न पाउँदैन उ साथीको चाहिँ अब के छुटेर फेरि गइसक्यो हैन घरतिर कुद्दै गएको छ है अनि यहाँनिर चाहिँ हाम्रो बहिनीहरु आज के कस्तो भइरह के कस्तो भइरह आज वहाँनिर चाहिँ हाम्रो बहिनी चाहिँ बिरामी भएर अहिले भर्खरै निको भएर अब आजदेखि हिँडेको छ पढ्नु अनि हाम्रो हजुरआमा चाहिँ वहाँनिर बसिराख्नु भएको छ अनि अब चाहिँ हामी एकछिन पछि निक्लिनु पर्ने हुन्छ साथीहरु साथी चाहिँ एकछिन घरमा खै के गर्न गएको छ अब हामी यहाँबाट निक्लिनु पर्ने हुन्छ अब हामी एकैचोटि हजुरहरुलाई उतैतिर पुगिसकेपछि भेट्नेछु साथीहरु अलिअलि क्लिपहरु देखाउने छु अब एकैचोटि त अब मोबाइलहरु चाहिँ देखाउन पाउँदैन सरहरुले पनि कराउनुहुन्छ मोबाइल पनि नल्याउनु भन्नुभएको थियो र हामी चाहिँ लुका भए पनि अब भिडियो गर्नु पर्छ एक दुईटा विषयहरु चाहिँ पढाइ हुन्छ भन्नुभएको थियो अब के हुन्छ अब उतैतिर पुगेपछि थाहा हुन्छ र साथीहरु अब एकछिनपछि भेट्नेछु उतैतिर स्कुलतिर पुगिसकेपछि हामी चाहिँ हैन त्यहाँनिर लाइन बसेर हामी चाहिँ भित्र आएको अनि वहाँनिर बाहिर चाहिँ भ्लग गर्न पाएन त्यही भएर हामी त्यहाँनिर भित्र आएको हामी चाहिँ एक दुई विषय पढ्नुपर्ने हुन्छ र हाम्रो साथीहरु त्यहाँनिर देख्नु हुनेछ अनि अहिले चाहिँ मोबाइल देखाउन पाउँदैन है साथीहरु अब एकछिनपछि हजुरहरुसँग भेटौँ न एकछिनपछि हजुरहरु यो भिडियो चाहिँ हेर्दै गर्नु अहिले चाहिँ हैन सर एक विषय चाहिँ हाम्रो यहाँनिर के भन्नु भएर चाहिँ सर अहिले चाहिँ जानु भइसक्यो अनि यहाँनिर चाहिँ हाम्रो साथीहरु देख्छ ल अहिले चाहिँ हाम्रो अब कतिखेर अब उयो हुन्छ त्यो चाहिँ थाहा छैन अब हाम्रो चाहिँ भर्खरै सर लानु भयो अनि हामी चाहिँ यहाँनिर अहिले कक्षामै बसिरहेको छु अनि अहिले चाहिँ अब सरहरूले बोलाउनुहुन्छ भन्नुभएको थियो अनि हाम्रो पछाडि चाहिँ साथीहरु पछाडितिर चाहिँ अनि ल साथीहरु अब एकछिनपछि भेट्नेछु सरहरूले फेरि मोबाइल देख्यो भने फेरि कराउनेहरू चाहिँ यतातिर दुईटा साथी चाहिँ यहाँनिर चाहिँ उयो बनाउँदैछ देख्न सक्नुहुनेछ अनि यहाँनिर चाहिँ मेरो नाम देख्न सक्नुहुनेछ अनि यहाँ सबैजना साथीहरुको चाहिँ त्यहाँनिर हातको त्यो फिङ्गर खोइ के गरेर चाहिँ यसो गरेर आएको चाहिँ देख्न सक्नुहुनेछ यहाँनिर साथीहरु ल आइ भन्दिउ न त मेरो ब्लगमा अनि यहाँनिर चाहिँ हाम्रो धीरज आइ भन्दिउ न त ब्लगमा अनि यहाँनिर चाहिँ हाम्रो हुनुहुन्छ राजा बाबुहरु सबैजना अनि यहाँनिर चाहिँ साथीले चाहिँ अब देख्न सक्नुहुन्छ सबजनाले चाहिँ यसो गरिरहेको छ है त्यो
साथीहरू सबैजना मिलेर चाहिँ यहाँनिर अब केक होइन गर्न लागेको रहेछ। अनि यहाँनिर चाहिँ हाम्रो नवीन सर हुनुहुन्छ। सर आयो भन्नु न त ल। एकदमै रमाइलो भइरहेको छ है साथीहरू। हामी चाहिँ अहिले कोठाभित्रै छौँ है। अनि अहिले चाहिँ हामी फेरि बाहिर पनि जानुपर्ने हुन्छ। बाहिरतिर आएर हामी चाहिँ यतातिर बसिरहेको छु। अनि यतातिर चाहिँ फोटो खिचिरहेको छ। हाम्रो साथीहरू चाहिँ दिन्छौँ हुनुहुन्छ। यहाँनिर साथीहरूले क्यामेरा ल्याएको दिन्छौँ हुन्छ। यहाँनिर चाहिँ फोटो खिचिरहेको छ दिन्छौँ हुनुहुन्छ। अहिलेसम्म हामी त गएको छैन। त्यहाँनिर चाहिँ लाइनहरू बसाइरहेको छैन। अनि हामी चाहिँ अहिले यतातिर आएको छु। अनि त्यहाँनिर चाहिँ सरहरू सबैजना फोटो खिच्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो साथी अब कपाल गरेर खालेको छ है। साथीहरू अब हामी देखाउने नै छु भिडियो आज के कस्तो हुन्छ। सरहरूले यतातिर अगाडि बोलाउनु भइसक्यो। उहाँनिर चाहिँ उहाँले दिन्छौँ हुनुहुन्छ। सबैजना चाहिँ उहाँनिर पसिसक्यो। अब अनि अझै त्यहाँनिर चाहिँ हाम्रो इङ्ग्लिस मिडियमको चाहिँ उहाँनिर सबैजना चाहिँ माथितिर हुनुहुन्छ। अहिलेसम्म चाहिँ झरेको छैन। नेपाली मिडियमहरूको चाहिँ उहाँनिर बसिसक्यो। र अब चाहिँ हामी त्यहाँनिर चाहिँ जानुपर्ने हुन्छ साथीहरू। अब यतिखेर पनि हामी चाहिँ गएको छैन। अब सरहरूले बोलाउनु भएको छ भर्खरै। उहाँनिर चाहिँ नेपाली मिडियमको चाहिँ लाइनले होइन लाइनले आउँछ। त्यहाँनिर चाहिँ बसिरहेको छ। अब हामी पनि अब इङ्ग्लिस मिडियमहरूको चाहिँ जानुपर्ने हुन्छ। अब हामी जानुपर्ने हुन्छ। एकछिन टाइम रहेछ हजुरहरू भिडियो गर्नु पर्दैन होला साथीहरू। हामी चाहिँ यतातिर आएर चाहिँ यहाँनिर हामी बसिसक्यौँ। अनि उहाँनिर चाहिँ पछाडि चाहिँ दिन सक्नुहुनेछ हजुरहरूले। यतातिर चाहिँ अनि हामी चाहिँ यहाँनिर रेस्टुरेन्टमा म चाहिँ यहाँनिर बसेको होइन। साथीहरू चाहिँ आमा चाहिँ यस्तो भएर चाहिँ यहाँनिर बस्न गाह्रो भएर है साथीहरू। त्यो लाइन नगर्नु होला हामीलाई। अनि यहाँनिर चाहिँ हाम्रो साथीहरू चाहिँ यतातिर बसिरहेको छ। अहिले चाहिँ अब सुरु हुन थाल्छ। अब सर म्यामहरू चाहिँ यतातिर देख्न सक्नुहुनेछ हजुरहरूले। त्यहाँनिर अगाडि जान लागेको हामी चाहिँ सबैजना उठिसक्यौँ होइन। अब अनि त्यहाँनिर चाहिँ हाम्रो सबैजना साथीहरू पनि हुनुहुन्छ। अनि त्यहाँनिर चाहिँ अगाडि चाहिँ त्यहाँनिर सरहरू हुनुहुन्छ है। अब हामी यताबाट जानुपर्ने हुन्छ। अनि मेरो भिडियो चाहिँ साथीले गरिदिन्छ है साथीहरू। हेर्दै गर्नु होला। अलिअलि क्लिपहरू चाहिँ देखाउने नै छु। विद्यालयमा सभाएर त्यसमा कोही पनि नआउनु होला। अरू विद्यार्थी भाइ बहिनी बस्नु होला। र कक्षा 10 को भाइ बहिनीहरू जसले खाता लाइसेन्सको भाइ बहिनी एकछिन बसेको फेरि आफ्नो ठाउँमा 10 को भाइ बहिनी ल हाम्रो साथीहरू चाहिँ यतातिर गइसक्यो है। साथीहरू देख्न सक्नुहुनेछ। ल मोटी यता हेर न त मोटी यता हेर न। अनि अहिले चाहिँ हाम्रो सबिना साथीहरूले चाहिँ यतातिर फोटो खिच्न आएको। सबैजनालाई चाहिँ यतातिर बोलाउनु भयो सरहरूले चाहिँ हाम्रो यतातिर फोटो खिच्न आएको। यतातिर देख्न सक्नुहुनेछ हजुरहरूले। फोटो खिच्नको लागि यसरी बस्नु परिरहेको छ है। हाम्रो सरहरू चाहिँ त्यहाँनिर देख्न सक्नुहुनेछ। हामी यतातिर आएको। हाम्रो साथीहरू चाहिँ यतातिर छ। अनि आज सबैजना होली खेलिरहेको छ। यतातिर पनि देख्न सक्नुहुनेछ। सबैजना आफ्नै धुनमा छ। होली खेल्दै हिँडिरहेको छ है। भिडियो बनाउनको लागि चाहिँ हामी यहाँनिर माथि आएको छु। हजुरहरूलाई यहाँबाट चाहिँ हामी देखाउने नै छु। हजुरहरू देख्न सक्नुहुन्छ एकदमै रमाइलो गरिरहेको छ है। साथीहरू हाम्रो साथीहरू सबैजनालाई चाहिँ होली लागेको छ है। देख्न सक्नुहुनेछ हजुरहरूले। साथीहरू हामी चाहिँ अहिले चाहिँ यहाँनिर भिडियो गर्नको लागि चाहिँ यता माथितिर आएर अब एक दुईवटा भिडियोहरू गरेर चाहिँ अब हामी त्यहाँनिर मुनि भुइँमा जानेछौँ।
अनि यहाँनिर चाहिँ म त छतिर आएको थियो यहाँनिर चाहिँ हाम्रो भाइ देव सक्नुहुनेछ अनि सक्छ त कसैले दिदीको ब्लगमा के भन तैँले दिदीको ब्लगमा के भन आज त के भन कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम साथीहरू अब यसलाई जताततै रमाइलो गरेर आएको छ एकदमै अब हामी चाहिँ यतातिर अब मुनि झरेको है साथीहरू देख्न सक्नुहुन्छ एकदम अँध्यारो आइरहेको हामी नलागेको हामी चाहिँ हिँडेको है साथीहरू हामी दुईजना मात्रै है हामी दुईजना मात्रै छ साथीहरूमा अब सबैजना आफ्नो धुनमा छ है नाचिरहेको अब हामी चाहिँ झरेको त्यहाँनिर रमाइलो गरेको ठाउँमा चाहिँ हामी एकछिन जाने यहाँनिर चाहिँ बहिनी भर्खर यहाँनिर मनिर आइपुग्यो है आज के कस्तो भयो भनिदेऊ न त एकदम दामी एकदम रमाइलो ह्याप्पी होली सबैलाई चाहिँ भोलि पर्सि होला आज एडभान्समा ह्याप्पी होली आज चाहिँ हामीलाई के गरेको भनिदेऊ न त हामीलाई चाहिँ 10 क्लासको विदाई कार्यक्रम दिएको खाना लाग्यो खाना यति सानो टाइम भन्दा सानो साथीहरू आफ्नो जाने गर्न जाने र साथीहरू हामी यहाँनिर चाहिँ अब पुरा म चाहिँ यहाँ खाजा खान आएको अब हामी यहाँनिर अलिअलि खाजाहरू खानेछौँ अनि यहाँ खाजा खाएर चाहिँ नि हामी घरतर्फ निक्लिनु पर्ने हुन्छ सबैजना चाहिँ घर हिँडिसक्यौँ र अब हामी खाजा खानेछौँ अनि यहाँनिर चाहिँ भर्खरै हाम्रो यहाँनिर बुद्ध भाइ आयो ल आयो भन्दैन त यस्तो बाँदर जस्तै भयो नि अनुहार सक्नुहुन्छ हाम्रो भाइ ल साथीहरू अब चाहिँ हामी खाजा खान्छौँ है साथीहरू हामी चाहिँ यहाँनिर खाजा खान्छौँ यहाँ क्यान्टिनमा आइसक्यो अनि हामी चाहिँ यहाँनिर समोसा खान लागेको अब साथीहरू मात्रै खाजा खाएर चाहिँ जानुपर्ने हुन्छ ऊ चाहिँ त्यहाँनिर टिकटक बनाउन नपाएर अनि यहाँनिर चाहिँ भर्खर यहाँनिर आएर टिकटक बनाउन लागेको छ एकदम उतातिर चाहिँ बाहिर चाहिँ एकदम रमाइलो भइरहेको छ अनि त्यहाँनिर चाहिँ हामी खासै रमाइलो त गरेन मनै लागेको छैन आज खासै रमाइलो पनि लागिरहेको छैन हजुरहरूले यो भिडियो हेरेर चाहिँ इन्जोय गर्नु होला नयाँ हुनुहुन्छ भन्ने लागेको सब्सक्राइब गर्न नभुल्नु होला अनि अब चाहिँ हामी यहाँ खाजा खाएर अनि हामी चाहिँ यहाँबाट निक्लिनु पर्ने हुन्छ घरतर्फ जानुपर्ने हुन्छ अनि अहिले चाहिँ त्यसै 9-10 बजिसक्यो अब चाहिँ हामी यहाँनिर खाजा खानुपर्ने हुन्छ र साथीहरू हामी चाहिँ यहाँनिर समोसा खान लागेको साथीहरू खाए ल फर्स्ट भाइ खाए ल मान्छेको कलेजमा कस्तो साथीले के हाम्रो ब्यागहरू चाहिँ त्यहाँनिर कोठा रुममै छ अनि अब चाहिँ हामी घर जानुपर्ने हुन्छ होला अब चाहिँ छुट्टी भइसक्यो है साथीहरू अब चाहिँ हामी घर जानुपर्ने हुन्छ र अब हामी यहाँनिरबाट अब ब्याग लिनलाई चाहिँ हामी त कोठासम्म जानुपर्ने हुन्छ अब म त छुटेको ल मेरो कक्षा चाहिँ उतातिर हो अनि साथीको चाहिँ छुट्टै हो हामी दुईजनाको चाहिँ अनि मेरो ब्याग चाहिँ त्यहाँनिर लिनु पर्ने हुन्छ साथीहरू र अब चाहिँ हामी यस्तै भयो आजको चाहिँ के कस्तो भयो त्यो चाहिँ थाहा भएन खासै राम्रो त भएन जस्तो लाग्यो है त्यही पनि हजुरहरूले राम्रै मानेर हेरिदिनु होला यो भिडियो चाहिँ यहाँनिर चाहिँ एकदमै होलीहरू खेलिरहेको छ है साथीहरू अब चाहिँ हामी यहाँनिर स्कुलबाट चाहिँ हामी अब घरतर्फ हिँडेको हामी यहाँबाट चाहिँ हामी गेटबाट चाहिँ अब हामी निक्लेकौँ स्कुलभित्रबाट चाहिँ हामी यहाँ त बाहिर निक्लिसक्यौँ अब चाहिँ जानुपर्ने हुन्छ हाम्रो चाहिँ यहाँनिर एनएक्स बाइक एनएक्स बाइक अब चाहिँ म हाँक्न लागेको अनि यहाँनिर चाहिँ हामी चाहिँ आज डबल आएको साथी र म चाहिँ अनि साथी चाहिँ अब एकछिन चढ्छ हामी चाहिँ पालिसँग हाँक्नुपर्ने हुन्छ अब एकचोटि आधी उयोसम्म पुगिसकेपछि साथीको पालो हो अब एकचोटि त्यहाँनिर पुगिसकेपछि हजुरहरूसँग भेटौँ चाहिँ हाम्रो साथीले हाँकेको छ है अनि यहाँनिर पछाडि चाहिँ हाम्रो बहिनीहरू त्यो सक्नुहुनेछ अनि अब चाहिँ हामी है
आधी बाटोमा आइपुगिसक्यो अब चाहिँ आइपुग्न लागिसक्यो मेरो साथीले चाहिँ एनएक्स बाइक हाँकिरहेको है साथीहरू देख्न सक्नुहुनेछ यतातिर देख्न सक्नुहुनेछ साथीहरू अब चाहिँ हामी सरासर जानुपर्ने हुन्छ है अब त्यहाँनिर अगाडि चाहिँ होइन बिहे घर छ त्यहाँनिर चाहिँ हामीलाई पनि बोलाउनु भएको थियो र हामी चाहिँ त्यो दिउँसो फेरि आउँछौँ होला र हजुरलाई त्यहाँनिर बिहे घर पनि देखाउने नै छ हामी चाहिँ अहिले चाहिँ हिँड्दैछौँ बाटोमा हामी 4 जना मात्रै छ है अनि वहाँनिर पछाडि चाहिँ हाम्रो बहिनीहरू चाहिँ उतातिर देख्न सक्नुहुनेछ उहाँनिर पछाडि आइरहेको छ है बिहे हुने घर नि आइपुग्न थालिसक्यो साथीहरू हामी चाहिँ अनि बहिनीहरू चाहिँ अगाडि हिँड्दैछ हामी चाहिँ यता पछाडि नै छौँ अब बिहे घर चाहिँ आइपुग्न लागिसक्यो जन्तीहरू चाहिँ आएको छ कि छैन जन्ती चाहिँ टाढाको होइन नजिकै हो नजिकै बिहे गरेर रहेछ ल अहिले चाहिँ यस्तोहरू चाहिँ जाने अनि अहिले घर पुगेपछि चाहिँ पटक्कै पर लाउनुपर्छ त्यो हामी पनि अहिले बिहेमा आउनु पर्ने हुन्छ है साथीहरू हजुरहरूलाई देखाउने नै चाहिँ बिहे घर त्यहाँनिर चाहिँ टेक बजाएर है एकदमै रमाइलो गरेर देख्न सक्नुहुनेछ हजुरहरूले त्यहाँनिर जन्ती चाहिँ आएको रहेन है जन्ती चाहिँ आएको रहेन त्यही भएर नजिक भएर होला जन्ती चाहिँ देखेर पनि आएको छैन हजुरहरूलाई बिहे घर देखाउने नै छ है साथीहरू अहिले चाहिँ टेक बजाएर है एकदमै अब हामीले चाहिँ हजुरहरूलाई बेगर पनि देखायो बेगरको हजुरहरूलाई नजर थोरै देखायो होइन अब चाहिँ हामी अब हिँडेको अब हामी चाहिँ घर आउन धेरै टाढा छैन अब थोरै त्यस्तै 5-10 मिनट बाँकी छ घर आउनलाई चाहिँ अब हामी एकछिनपछि अब हजुरहरूलाई घरतिर पुगिसकेपछि हजुरसँग भेट्नेछ साथीहरू भिडियो बात गर्न चाहिँ नबिर्सि सो गाइज अहिले चाहिँ हाम्रो चाहिँ साथी चाहिँ यहाँबाट हाम्रो घरबाट चाहिँ गइसक्यो मसँग आएको थियो डबल चाहिँ अनि गइसक्यो अनि अब हाम्रो भिडियो चाहिँ के कस्तो लाग्यो आजको भिडियो चाहिँ एकदमै रमाइलो भयो अनि हाम्रो बिदाई पनि गरियो अनि हजुरले देख्नुहुन्छ एक सबैजना होलीहरू के मनायो वहाँनिर स्कुलमा हामीले चाहिँ खासै मनाएन अनि रमाइलो पनि गरेन हामी चाहिँ खासै अनि त्यही भएर हजुरले यो भिडियो हेरेर चाहिँ इन्जोय गर्नुहुन्छ भन्ने एकदमै आशा गरेको छु नयाँ हुनुहुन्छ भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला अर्को नयाँ भ्लगको लागि चाहिँ वेट गर्नु होला र नयाँ भ्लग पनि लिएर आउनेछु चाँडैभन्दा चाँडै सो यति भन्दै आजको भिडियो चाहिँ म यतैतिर एन्ड गर्न चाहन्छु सो बाई बाई गाइज नेक्स्ट एनदर भ्लग बाई बाई गाइज